नमस्कार दर्शक महानुभावहरू, हामीसँग हुनुहुन्छ श्रम संस्कृति पार्टीको सदस्य बाबुलाल मोक्तान हुनुहुन्छ। उहाँसँग विशेष संवाद गर्नको लागि गइरहेको छौँ। नमस्कार सर। नमस्ते। आराम हुनुहुन्छ है? एकदम आराम छु। आज कतिऔं दिन हो सर श्रमदान गरेको कीर्तिपुरको प्राङ्गणमा? खै गन्दै बिर्सिसक्यो है, काम गरेरै बिर्सिन्छु म। आज मङ्सिर 11 गते हुन्छ है। लगभग हाम्रो 42 या 43 दिन भयो है रेगुलर। 42-43 दिन रेगुलर काम गर्दै हुनुहुन्छ तपाई। कतिजना थियो आज उपस्थितमा? अघि मैले लेख्दासम्म 11 जना थियो, आज कमै छ। पत्रकार सहित सबै गरेर 14-15 जना होला। किन त तपाई अघि धनबहादुरजीहरु अलि ढिलो आउनुभयो? किन त तपाईहरुको यो श्रमदानमा जति पनि अहिले श्रमदाताहरु हुनुहुन्छ अलिकति घटेको जस्तो लाग्यो अथवा के भयो सर यो समस्या चाहिँ? रेगुलर वालामा चाहिँ घटिरहेछ। हामीले जति पनि प्रत्येक जिल्लाको सम्पर्क समितिहरु छ नि, उहाँहरुलाई भनेर अस्ति अलिकति मान्छे 40 जना त्यहाँबाट 27 जना यसरी भथ्यो। आजकल फेरि तपाईको चाहिँ चुनावको माहौल भएको कारणले गर्दा पनि उतातिर लाग्नुपर्ने काम पनि होला। त्यो त हो हैन, तर काठमाडौँमा बस्ने सबै श्रमदाताहरु सबै बिजी हुनुहुन्न। तैपनि सकेसम्म चाहिँ टाइम मिलाएर भए पनि आधी घण्टा 1 घण्टा 2 घण्टा जति भ्याउँछ आउनुस् भनिराछु। म नि 12 बजे मात्रै आइपुग्छु हैन। बिहान पढायो उ गर्यो ढिलो गर्यो, त्यही त नि। तपाईहरु धेरै बिजी मान्छे हुँदो रहेछ। तपाई उता बागबजारतिर पनि पढाउनु हुँदो रहेछ, कोरियन ल्याङ्ग्वेजहरु सिकाउने यताउता गर्नु हुँदो रहेछ हैन। धेरै बिजी मान्छे तपाई त अब अहिलेसम्म निरन्तर रूपमा आउनु भएको छ, यसरी काम गर्नु भएको छ। पछाडी पनि यहाँ बाँकी नै रहेछ हैन? यत्रो बाँकी नै टन्नै छ नि, पुरै छ। हेर्नु त अझै देखाउनु त। साथीहरु चाहिँ घरमै बसेर खाली यो हप्ता सिद्ध्याउने अर्को हप्ता सिद्धिन्छ भन्ने, तर फिल्डमा नहेरेपछि हैन कति बाँकी छ त। अब मैले नि अस्ति भर्खर म आफैले चित्त नबुझेर के यो पुरै घुमेर हालेको थिएँ। अझै 3 हप्ता चाहिँ लाग्छ साथी हो भनेर हालेको थियो। अन्त हेर्नु न, मैले हालेकै 1 हप्ता पछि, अब 2 हप्ता अझै मजाले लाग्छ। हामी काम गर्नेलाई थाहा हुन्छ नि त हैन। यति जनाले यति काम गर्छ, अब यो चाहिँ यति टाइम चाहिँ यति टाइममा चाहिँ यति सकाउँछ भन्ने कुरो। जस्तो शनिबार पनि आउँदाखेरि शनिबार हामी सबैजनाले काम गरेर हुँदैनौँ हैन। आदि जस्तो त अब फेरि श्रमदान जस्तो चिज सबैलाई घर भन्ने कुरो नि भएन हैन। अनि त्यही त हाँस्दै खेल्दै गर्दा अलि ढिलै हुन्छ हुन चाहिँ। तर पनि अलिकति तात्तिनु चाहिँ पर्यो है। के भन्छ, हाम्रो जति पनि केन्द्रीय सदस्यहरू हुनुहुन्छ प्लस हाम्रो जति पनि यो काठमाडौँमा बसिरहनु भएको प्रत्येक जिल्लाको सम्पर्क समितिको संयोजकहरू हुनुहुन्छ अथवा प्रत्येक जिल्लाको संयोजकहरू हुनुहुन्छ, उहाँहरू चाहिँ शनिबार त आउनु नै पर्यो। हामी त आउँछौँ भने संयोजकहरू आउनु पर्यो नि त। त्यो त भइ नै हाल्यो। अर्को एक्स्ट्रा कमसेकम अफिस नहुनेले चाहिँ शनिबार बाहेक महिनाको 3 दिन या 4 दिन मात्रै आए पनि उहाँहरू आउँदाखेरि उहाँहरूको जुन खटाइलाई देखेर अरूले पनि त हौसला पाएर अरू 2-4 जना थप्छ कि भन्ने हाम्रो आश हो के। अनि त्यसरी आइदिनु होला भन्न चाहन्छु है। अनि जति पनि पार्टी विस्तारको लागि दौडधुप गरिरहनु भएको छ मिटिङमा साथीहरू, उहाँहरूलाई नि मैले के भनेको छु भने मिटिङ गर्नुपर्छ, नगर्ने होइन। मिटिङ बिना पार्टी विस्तार असम्भव छ। तर पनि मिटिङ चाहिँ तपाईहरु होटलमा छिर्दै हैन, खाजाहरू होटलकै खाजाहरू खाँदै त्यसरी नगर्नु भनेको छु। यही श्रमदान स्थलमा आउनु, श्रमदान पनि गर्दै गर्नु। जो मिटिङमा आउँदैछ उसैलाई त्यही चौरमा मिटिङ बसाउनु है। अनि जो चाहिँ हामीसँग जोड्न आउनु भएको छ उहाँलाई पनि कमसेकम 1 घण्टा भए पनि आधी घण्टा भए पनि श्रमदान गरेर पठाइदिनु। जस्तो कि सर हैन, श्रमदान भनिराख्दाखेरि हजुर कीर्तिपुर नगरपालिकामा अथवा यही काठमाडौँ महानगरपालिका भित्र बसोबास गर्ने व्यक्तिहरू पनि आउनुपर्छ होला नि त। खास कुरा त कीर्तिपुरवासीहरू पनि यो कुरा त उहाँहरू पनि आउनुपर्छ होला नि त। उहाँहरूको पनि एउटा दायित्व होला नि त हैन र? हैन, कीर्तिपुरवासीहरू पनि धेरै आइरहनु भएको छ। जस्तो राजमान मानव आइरहनु भएको छ, अर्को कृष्ण महर्जन आइरहनु भएको छ, अर्को राजमान महर्जन आइरहनु भएको छ। उहाँहरू बाहेक पनि अरू पनि मान्छे आउनुपर्छ होला नि त हैन? सुशीला महर्जन आइरहनु भएको छ, क्रिकेट खेल्नको लागि आएका व्यक्तिहरू पनि रहेको छन् पछाडी हेर्नुस्। त्यो त हो, फेरि उहाँहरू पनि आउनुपर्छ जस्तो लाग्छ। आउनु त पर्ने हो, तर मेन हामीले बुझ्नुपर्ने कुरो के हो भन्दा आफ्नो एरियामा श्रमदान भएको रहेछ भन्दैमा मान्छे त्यही एरियाको मान्छे आउँदैन रहेछ। बरु त्यो भन्दा अलिकति हामीले भन्ने बाटो चाहिँ श्रमदानमै जोडेको श्रम संस्कृति पार्टीको सदस्यहरूलाई त हामीले भन्ने बाटो पायो नि त हैन? त्यो पाइयो। त्यो भएको कारणले जस्तो हामी सूर्यविनायकमा हुँदा नि गएकै थियौँ, गोकर्णमा हुँदा नि हामी सबै यो 3टा जिल्लाको चाहिँ भेला भएर गरेकै थियौँ। अनि यता टोखामा नि हामी गरेकै थियौँ। अहिले कीर्तिपुरमा भइरहेछ, सबैजना आउनु होला भनिरहेको छु म चाहिँ। फेरि कतिपयलाई चाहिँ यो डेली श्रमदान गरेर नि हुन्छ र भन्नु होला। भ्याउँदैन भने नआउनुहोस्, शनिबार त आउनै पर्यो। तर शनिबार बाहेक बाधा चाहिँ के अरे कर चाहिँ छैन भन्ने? कर त छैन, तर पनि जति पनि पोस्टमा बसिरहनु भएको छ नि उहाँहरूले चाहिँ मिलाएर एकदम टाइम मिलाएर
यो हप्ताको 4वटा यो महिनाको 4वटा शनिबार बाहेक अर्को महिनाभरिमा 2-4 दिन भए पनि मिलाएर चाहिँ आउनुपर्छ है। पोस्टमा बसिरहनु भएका श्रम संस्कृति पार्टीका श्रमदाताहरू त उहाँहरूलाई त एउटा बाध्य के अरे कर नै लाग्छ जस्तो लाग्छ क्या। कर लाग्छ नैतिकताका आधारमा आउनु त्यही भएर भनिरहेको छु। अनि फेरि कतिपय साथीहरू चाहिँ हाम्रो त मिटिङ छ भ्याएन भन्नुहुन्छ। के को मिटिङ? आएर मिटिङ यही चौरमा गर्ने, चौरमा मिटिङ गर्ने, यही श्रमदान गर्ने। जोसँग मिटिङ गर्नु छ ऊ चाहिँ पार्टी मात्रै जोडेर त्यतिकै भोलि भाषण मात्रै गरेर चाहिँ नेता उठ्यो भने त्यस्तो मान्छेलाई नहाल्दा हुन्छ श्रम संस्कृति पार्टीमा। फेरि यहाँ श्रमदानमा ऊ खट्नै सक्दैन भने किन हाल्नु पर्यो? फेरि श्रम संस्कृति पार्टीको त मेन मुद्दा नै श्रमदानबाट हो त, अभियानै थियो हैन। श्रम संस्कृति पार्टीको बेस नै श्रम हो, श्रमदान हो। त्यही भएको कारणले हर्क साम्पाङ चाहिँ 98 दिनसम्म चाहिँ जङ्गलमै सुतेर पानी ल्याउन हुने। हाम्रो संयोजक भनाउँदाहरू चाहिँ खालि मिटिङ मात्रै भनेर टार्दा मिल्दैन नि त। मिटिङ गर्नुहोस्, हामीले नगर्नु भनेको होइन। हाम्रो के अरे पार्टी विस्तारको लागि मिटिङ आवश्यक छ, तर मिटिङ गर्ने कहाँ भन्दा यही चौरमा आउनुहोस्, मिटिङ गर्नुहोस्, मिटिङ सकेपछि श्रमदान गर्नुहोस्, यति भन्न खोजेको हामीले। हामी चाहिँ दिनरात खट्ने अनि तपाईँहरू चाहिँ पोस्ट मात्रै लिएर मिटिङ भन्दै पन्छिन मिल्दैन है। त्यही भन्न चाहेको हो मैले चाहिँ। नैतिकताका आधारमा दिँदैन, नैतिकताले दिँदैन नि। हामीले अरू पार्टी भन्दा फरक हामी के हो त त्यसो भए? श्रमदानलाई नै बेस बनाएर जाने चाहिँ भन्ने। अनि जब एउटा भन्न त हर्क साम्पाङजीले 6 दिन चाहिँ आफ्नो पेटको लागि, 1 दिन चाहिँ देशको लागि भन्नुभएको छ नि जुन, त्यो चाहिँ नर्मल चिजमा हो क्या सर। अहिले त अब चुनाव आउन यदि भन्ने हो भने 4 महिनै बाँकी छैन। अनि हप्ताको 1 दिन शनिबार मात्रै गरेर त अरू उसले पनि त गरिरहेछ नि श्रमदान त। त्यतिको भरले त पुग्दैन होला नि त पक्कै। त्यो भएको कारणले अब चुनाव नजिकै गरेको कारणले हाम्रो काम पनि देखाउँ। श्रमदान के यो श्रम संस्कृति पार्टीमा जति पनि जोडिन आउनुभएको साथीहरू छ उहाँहरूलाई पनि श्रमदानको एउटा संस्कृति पनि सिकाउँ भन्ने कुरा हो के। पार्टीको नाम नै हेर्नु त श्रम संस्कृति, कामको संस्कार सिकाउने पार्टी, त्यो भन्न खोज्या हो नि त। फेरि दुईटा अर्थ लाग्छ यसको। श्रम भनेको काम, संस्कृति भनेको हाम्रो कल्चर भन्ने नि बुझिन्छ हैन, हाम्रो जति पनि जातीय संस्कृति भन्ने नि बुझिन्छ। तर यो मैले बुझेको चाहिँ कामको संस्कार सिकाउने पार्टी हो क्या हाम्रो। यो चाहिँ तपाईले अब जसरी चाहिँ श्रमदानमा श्रम संस्कृति पार्टीमा लाग्नुभएका र पदमा लिएका जति पनि उच्च स्तरीयका व्यक्तिहरू हुनुहुन्छ उहाँहरू चाहिँ यदि फुर्सदमा हुनुहुन्छ, काठमाडौँ उपत्यकाभित्र हुनुहुन्छ भने कीर्तिपुरमा श्रमदान गरेर आउनुपर्छ है, नैतिकताका आधारमा भन्ने। फुर्सद त मजाले हुन्छ है। कतिपयको नाइट ड्युटी हुन्छ, कतिपयको चाहिँ बिहानै ड्युटी सकेका हुन्छ है। नाइट ड्युटी हुनेले पनि त दिउँसो आएर भ्याइयो, बिहानको ड्युटी हुनेले पनि भ्याइयो हैन। अर्को कुरो कतिपयको चाहिँ बिदा लिन मिल्छ के सर, महिनामा शनिबार बाहेक 1-2 दिन 2-4 दिन बिदा लिन मिल्छ के। हो त्यसरी भए पनि उहाँहरू आयो भने त अरूलाई पनि त हौसला मिल्छ नि त। चाँडै सकिन्थ्यो हैन, चाँडो पनि सकिन्थ्यो। न त हामी मात्र कति दलिरहने, यो सकेर छिटो। अब मैले यो घरिघरि एकदम छिटो गर्नु पर्यो भन्नुको मेन रिजन चाहिँ के हो भन्दा नि, आज तपाईँलाई भनिदिन्छु। हाम्रो महावीर पुञ्जी शिक्षा मन्त्री हुँदैमा है, भोलि उहाँ हटेपछि त यहाँ हामीले काम गर्ने चान्स त छैन। एमालेको झोले अथवा काङ्ग्रेसको माओवादी को आउँछ, काम त यहाँ लथालिङ्ग कहाँ पुर्याउँछ। उहाँ हुँदैमा यो प्रोजेक्ट सक्सेस पारेर काम सुरु गर्न पायो भने हुन्थ्यो। र त्यो प्रोजेक्ट सुरुमा के अरे छिटो सुरु गर्नलाई के हुनु पर्यो, यो जङ्गल फाँडेर सकिनु पर्यो। त्यसैले तातिएको हो कि म है भन्न चाहेको यति मात्रै हो। बरु यो प्रोजेक्ट भन्दा पछाडि यसरी नतातुम्ला, यसमा चाहिँ अलि तातुम भन्न खोजेको हो। ठिक छ, हामी अर्को विषयतिर लागौँ। पछिल्लो समयमा जेनजीले बनाएका जुन सरकार रहेको छ, अन्तरिम सरकार, यो सरकारले त जेनजीलाई नै मुन्टो देखायो नि सर। यो के हो खास कुरा? जेनजीलाई नै पक्रिएको छ, मिराज ढुङ्गाना भन्ने जुन पक्रिरहेको छ हैन। यस्तो छ अब त्यो फेरि तपाईँको प्रधानमन्त्री सुशीला कार्की जेनजीलाई भेट्नै चाहँदैन, भएको खास के हो सर? यो यस्तो हो, हर्क साम्पाङलाई प्रधानमन्त्री नचुनिनुको पाप लागेकै हो जस्तो लाग्यो। यस्तो तपाईँ पनि भ्रममा हुनुहुन्छ, हामी सबैजना हामीलाई भ्रममा पारेको छ। भन्नेको के छ भन्दाखेरि जेनजीले बनाएको सरकार जुन भनिरहेछ नि, यो सरकार जेनजीले बनाएको नै होइन क्या। यदि जेनजीले बनाएको भए, जेनजीको त लिडरसिप त तपाईँको ऊ नै थियो, सुदन गुरुङ होइन र? होइन, त्यो त सुदन गुरुङले बनाएको सरकारले अहिले सुदन गुरुङले भनेको कुरा हामीलाई हाम्रो दिमाग डाइभर्ट गराइदिएको मात्रै हो। यदि जेनजीले बनाएको सरकार हो भने जेनजीको माग के हो त भन्दाखेरि जेनजीको उनीहरूको उद्देश्य भनेको
सुरुमा बालेन बनाउने थियो, यदि बालेनले नगर्यो भने हर्क साम्पाङलाई दिने भन्ने कुरो थियो के। तर बालेनले नै भित्रभित्रै चलखेल गरेर के गरिदियो, म गर्दिनँ बरु मेरो सट्टा चाहिँ सुशीलालाई दिउँ भनेर उ गर्दाखेरि कतिपय विरोध आयो त्यहाँ। तपाईँले एउटा फुटेज हेर्नुभयो कि भएन, हर्क साम्पाङज्यूले उहाँको फेसबुकमा चाहिँ डिस्कर्डमा चाहिँ उहाँकोमा धेरै भोट आएको तर भित्रभित्रै यिनीहरूले राजनीति गरेर सुशीला कार्कीलाई बनाएको भन्ने कुरोहरू तपाईँले देख्नु भएको छैन हो। यदि त्यसैलाई आधार मान्ने हो भने त जेनजीले बनाएको सरकारमा त खास यदि बालेन नजानी हो भने बालेन पछि त हर्क साम्पाङ हुनु पर्थ्यो हो नि त, हो कि होइन? त्यो भएको कारणले फेरि तपाईँको बालेन्द्र शाहले त सुशीला कार्कीलाई नै प्रधानमन्त्री बनाउनु पर्छ भन्ने भन्नुभएको छ नि त, समर्थक त उतातिर समर्थन गर्नुभएको त्यो हो। तर यस्तो हो नि त, यदि उसले आफू गर्न चाहन्न भने के आफूले गर्नु, नत्र उहाँ स्वतन्त्रमाबाट उठेकोले नगर्ने भएपछि अर्कै स्वतन्त्रबाट काम देखाइरहेको मान्छे थियो उसलाई दिनु, किन सुशीला कार्कीलाई दिनु थियो? अहिले देख्नुभयो होला नि सुशीलालाई दिएको परिणाम है। त्यो भएको कारणले यो कदापि राम्रो काम गरेन उनीहरूले है। भनेपछि यो त तपाईँको यो जेनजी पछाडि बनेका सरकार, अन्तरिम सरकार त प्रचण्डले भन्नुभएको छ नेकपा एमालेको समर्थकमा र केपी ओलीको समर्थकमा बनेको यो सरकार भनेको छ। अहिले त केपी ओलीले भनेको अनुसार नै एमालेको फेभरमै काम गरिरहेको अवस्था देखिन्छ नि सर यो गृह मन्त्रालयले त। जे होस्, अब हुन त ककलले के भने मलाई थाहा भएन होइन, हामी यता संविधानमै बिजी छौँ। अब मैले बुझेको कुरो के हो भन्दा काङ्ग्रेस एमाले माओवादी यिनीहरू जति पनि पुरानो पार्टीहरू छन् यिनीहरूले भन्दाखेरि यदि देशको भलो हुने काम गर्यो भने उहाँहरूको पकेट सुक्खा हुन्छ, सुक्छ, उहाँहरूको मुख सुक्छ है। उहाँहरूको जति पनि मुख सुक्छ भन्नाले उहाँहरूलाई दुई छाक खानलाई त समस्या त छैन। भन्नुको मतलब के हो भन्दा जति पनि उहाँहरूले भ्रष्टाचार गरिरहनु भएको छ, जति पनि खाइपाई आएको सेवा सुविधादेखि लिएर जति पनि घुसखोरीहरू गरिरहनु भएको छ नि त्यो उहाँहरूले पाउँदैन। त्यो भएको कारणले मात्रै उहाँहरूले यसरी काम गरिरहेको हो। वास्तवमा राष्ट्रको हितको लागि काम गर्ने हो भने त आर्मीलाई पनि त हर्क साम्पाङजीले भने जस्तै बोर्डरमा खटाउने होला होइन। आर्मीलाई खसी पाले झैँ यहाँ मजाले सुताउँदै अनि के अरे खाना मात्रै खुवाउँदै के काम त्यो आर्मीको? पुलिस पनि त्यस्तै। अब अस्ति जेनजीको आन्दोलनमा त्यो बिचरा भर्खरको केटाकेटीलाई गोली हान्नको लागि राखे हो र नेपाल प्रहरीलाई होइन नि त। बरु त्यो उसले गोली यदि हान्नु छ भने हाम्रो सीमामा गएर हानुस् न गोली। अर्को अरू जुन गर्ने व्यक्तिहरूलाई जति पनि इन्डियाले हाम्रो सीमाहरू मिचिरहेछ त्यहाँ गएर के अरे विपक्षीलाई हानुस् न गोली, अनि पो हामी मान्छौँ नेपाल प्रहरी होस्, सशस्त्र होस्, आर्मी होस्। तर यहाँ त के छ, सशस्त्रको काम पनि त्यही खालि खसी पाले झैँ पाल्या छ, अरू केही काम छैन। कतै अहिलेसम्म युद्ध लड्न गएको छ सशस्त्र र आर्मीले छैन। अनि पुलिसले अहिलेसम्म ठुल्ठुलो चोर समाछ छैन। त्यही सानातिना यसो पकेट मारहरू समाछ है। त्यही पकेट मार पनि यो सरकारले उत्पत्ति गराएको हो। कसरी गराएको भन्नु होला तपाईँ, फेरि अचम्म पर्नु होला। नेपालले आफ्नो जति पनि जनताहरू छ उनीहरूलाई फ्याक्ट्रीहरू खोलेर काम नदिएपछि के खाओस् बिचरा? अनि काम नपाएपछि चोरेर खानुभन्दा अरू उपाय छैन। यसको मतलब फेरि तपाईँहरू भ्रमण नपर्नुहोस्, सकेसम्म चोरेर खान पाउनुपर्छ भन्न खोजेको पनि होइन। अब बाँच्नको लागि त मर्नुभन्दा बौलो नै निको भने जस्तै। अब काम गरेर खान नपाएपछि लास्टमा चोरेर पनि खान्छन्, मान्छेले ठगेर खान्छन्। कति ठगी हो यो चाहिँ। यसको चाहिँ दोष चाहिँ कसलाई जान्छ भन्दाखेरि नेपाल सरकारलाई जान्छ क्या। हजुर। अब गृहमन्त्रीले पनि अब राजीनामा दिनुपर्छ भनेर सुदन गुरुङले भनिराख्नु भएको छ। तर सुदन गुरुङको कुरा पत्याएको छैन गृहमन्त्रीले, ओम प्रकाश आर्यले। हजुर। हुन त सुदन गुरुङको समर्थनमा ओम प्रकाश आर्यल चाहिँ गृहमन्त्री भएको भन्ने कुरा पनि आएको छ होइन। हजुर। अब यता हर्क साम्पाङलाई प्रधानमन्त्री नबनिनुको कारण चाहिँ अहिले यस्तो भयो, धुरीबाट पाप करायो भनेर यहाँ चाहिँ फेरि हर्क साम्पाङका समर्थकहरू पुरै अहिले हाँसिरहनु भएको छ, खिल्ली उडाइरहेको छ। अब देश कतातिर जाला सर? यो चुनाव पनि हुँदैन भन्छन् कसैले होइन। चुनाव भएन भन्दा देश त भड्कारोतिर जाने भयो त। अनि फेरि वास्तवमा सुदन गुरुङले बनाएको पनि होइन होइन, ओम प्रकाश आर्यललाई सुदन गुरुङले बनाएको होइन। यसमा तपाईँ स्पष्ट हुनुहोस्। किन भन्दाखेरि ओम प्रकाश आर्यल भनेको भालेन्द्र शाहको कानुनी सल्लाहकार हो है। त्यो भएको कारणले अब तपाईँ आफै भन्नुहोस्, सुदनले बनाएको होला कि बालेनले बनाएको होला? पक्कै बालेनले हो।
बालेनले जे भनेको त्यही अनुसार भएको हो के यति मात्रै भन्नुस्। गृहमन्त्री पनि बालेन्द्रले बनाएको हो र अर्को हाम्रो प्रधानमन्त्री सुशीला कार्की पनि बालेनले बनाएको हो। यदि हामीलाई स्पष्ट बालेन शाह र केपी शर्मा बीच त कुनै पनि के अरे एक आपसमा तिक्तता थियो, तर केपीलाई त अहिले समर्थन गरेको जस्तो भयो नि सर। छानबिन पनि छैन, केही पनि छैन, होइन। यता फेरि तपाईँको जे मान्छे चाहिँ कानुन कड्कारमा पुर्याइरहेको छ, छानी पक्राउ गरिरहेको छ, केपीले त पक्राउ गरेको छैन। तर हामीले बुझ्नुपर्ने के हो भन्दा बालेन पहिला अलिकति केही काम गर्न खोजिरहेको थियो। त्यतिखेर उहाँले चाहिँ आफ्नो जति पनि अपोजिसनमा थियो होइन, आफ्नो विपक्षीहरूलाई अथवा विपक्ष त हो केपी ओली पनि पहिलाको, उहाँले चाहिँ एकदम स्ट्रिक्टली काम गर्न खोजिरहेको थियो। पछि गएर बालेन्द्र शाह बिकाउमा छिरिसकेको छ, बिकाउ भइसक्यो। यति कुरा बुझ्नुहोस्, बिकाउ भइसकेको छ ऊ। त्यही भएर त अहिले यो हालत छ। जति पनि त्यो सुनिता डङ्गोलले स्टन्ट गरेर देश चल्छ भनेको थियो नि, हो त्योभन्दा पछाडि हेर्नुहोस् त, तिमीले चाहिँ पिटे जस्तो गर, म चाहिँ रोको जस्तो गर्छु गरे जस्तै उसले चाहिँ बालेन्द्र शाहले के गर्यो भने उसको के भन्छ एउटा उठ्यो नि हाम्रो प्रशासकीय अधिकृत, उहाँलाई जबरजस्ती छिराउन खोज्यो सुनिता डङ्गोलले होइन। त्यतिखेर चाहिँ उसले चाहिँ नसके जस्तो यसो गर्न खोजे जस्तो तर भएन भने टाइपको भान जनतालाई पारेको हो है। तर त्यतिखेर नै भित्रभित्रै उनीहरूले मिलेरै छिराएको हो क्या, किन भन्दा बालेन अलरेडी बिकिसकेको थियो है। त्यो भएको भएर बालेनले आफू बिकेको भन्ने कुरो चाहिँ हामीलाई प्रमाणित गराउन चाहिँ खोज्दैन, तर भित्रभित्रै ऊ चाहिँ बिकिसकेको छ क्या। त्यो भएको कारणले नत्र के अहिले धरानमा हेर्नुहोस् त, कुनै पनि चिज हर्क साम्पाङले भने बमोजिम भएन भने केही हुन्छ, हुँदैन। जस्तो वनले चाहिँ के अरे मुद्दा हाल्यो होइन, अनि कतिवटा मुद्दा हाल्यो, तर खोइ त मुद्दा सदखेपेर जसरी राम्रो काम गर्नेलाई साथ दिन्छ क्या सर। त्यो भएको कारणले बालेनले राम्रो काम गर्न खोजेको हुँदै होइन, पहिला हामीलाई भ्रम मात्रै पारेको हो। यति मात्र भन्न चाहे। हस्, नमस्कार, यहाँलाई धेरै धेरै धन्यवाद। हुन्छ, हस्, धन्यवाद।